by Guest Bank, power to succeed. मात्र लक्ष्मी स्टिलले बन्नेछ सुरक्षित निर्माण। ग्लुकोज होइन, डाबर ग्लुकोज डी, नेपालमा सर्वाधिक बिक्री हुने ग्लुकोज। G Optimus One. Life's good when you have the power to know it all. नमस्कार। सूचना प्रस्तुतिका लागि मात्रै होइन, सामाजिक उत्तरदायित्वको लागि पनि प्राइम स्टोरीमा स्वागत छ। म पंकज अधिकारी। दर्शकवृन्द, तपस्याले ज्ञान र मोक्ष प्राप्त हुन्छ। तपस्या गर्नेहरू यसै भन्दछन्। तपस्याबाट नै बुद्धले बुद्धत्व प्राप्त गरेको कथन छ। यसरी तपस्याबाट मोक्ष र ज्ञान प्राप्त गर्नेहरूको सयौं वर्ष अगाडिको कथा हामीले सुनेका हौं। तर नेपालमा पछिल्लो केही वर्ष यता अर्का एकजना तपस्वी निकै चर्चामा छन्। निराहार तपस्या गरेको भनेर केही वर्ष पहिले 16 वर्षीय किशोर राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमै चर्चामा रहेका थिए। तिनै तपस्वी रामबहादुर बमजन 2063 सालतिर बाराको 4 कोसे झाडीमा निर्वाण प्राप्तिका लागि तपस्यामा बसेपछि चर्चामा आएका हुन्। कुनै बेला चर्चाको शिखरमा रहेका ती किशोर अचेल चर्चामा त छैनन्, त्यही पनि चासोका पात्र भने छन्। 3 वर्षमा बुद्धत्व प्राप्त गर्ने दावी गरेका बमजनले अघिल्लो गत वैशाखमा आफ्नो तपस्या समाप्त भएको घोषणा पनि गरेका थिए। तर पनि उनले तपस्याका लागि भनेर अझैसम्म बाराको रतनपुर स्थित वन कब्जा गरेर बसिरहेका छन्। पछिल्लो समय चेकोस्लोभाकियाकी एक महिलालाई बन्धक बनाएर यातना दिएको आरोप तपस्वी बमजन र उनका समर्थकहरूमाथि लागेको छ। यसरी एउटा चर्चित तपस्वीदेखि चर्चामा आएका बमजन अहिले आफू र आफ्ना समर्थकहरूको कुकर्मका कारण चर्चामा रहेका छन्। आजभन्दा केही वर्ष अगाडिको कुरा। एकजना 16 वर्षीय किशोर एकाएक गायब भए। केही दिन अत्तो पत्तो नभएका ती किशोरलाई जंगलको बीचमा भेटियो। 4 कोसे झाडी बीचको कालो जंगल। महाभारतका एकलव्यले तपस्या गरेको वा स्वस्तानीमा महादेवले तपस्या गरेको श्लेषमान्तक वन जस्तै सुनसान। बाघ भालु र वन हात्तीले पानी खाने हलखोरिया पोखरी पनि त्यहाँबाट नजिकै छ। बाराको त्यस्तै सुनसान वनमा तपस्या गरिरहेका भेटिए ती किशोर। हो, पौराणिक कथाका ऋषि जस्तै तपस्यारत 16 वर्षीय बमजनलाई हेर्न, तपस्या ध्यान गर्न झाडीमा मान्छेको ओइरो लाग्न थाल्यो। भगवान बुद्ध हेर्न जाने त्यता हिँडेका सबैको मुखबाट एउटै जवाफ निस्कन्थ्यो। केही वर्षको अन्तरालमा रामबहादुरको नाम नै बुद्ध भगवान भइसकेको थियो। देश विदेशबाट यी तपस्वीको अनुसन्धान गर्न ओइरो लाग्न थालेको थियो। हुन पनि बुद्ध जस्तै आसन, बुद्धकै भेष, बुद्धले निर्माण प्राप्त गरेको बोधगयामा ध्यान गरेको जस्तै पिपलको फेजमा उनी ध्यान मग्न भएका थिए। लक्ष्य पनि बुद्धकै थियो, निर्वाण प्राप्त गर्नु। तपस्वी बमजन बारा जिल्लाको रतनपुर गाविस वडा नम्बर 5 बौजोरका हुन्। उनले तपस्या थालेपछि त्यस क्षेत्रको संरक्षणका लागि ओम नमो बुद्ध तपोवन संरक्षण तथा सम्वर्धन समिति गठन गरिएको छ। उनी बुद्ध जयन्ती भन्दा 6 दिन अघि 2062 साल जेठ 3 देखि तपस्यामा बसेका हुन्। केही वर्ष अघि उनीसँग वाङ अर्थात आशीर्वाद दिन आउनेहरूलाई उनले आशीर्वाद दिए। तर वाङ लिन आउनेहरूले नै उनलाई चढाएको पैसा लुट्न र दुःख दिन खोजेपछि उनी निरन्तर 36 घण्टा बेपत्ता भए र त्यसपछि पुनः त्यही आएर अर्को पिपलको फेदमा बसेर तपस्या गर्न थाले। त्यही बेलादेखि बमजन विवादित बन्दै आए। करिब 25 मिटर टाढाबाट मात्रै हेर्न पाउने व्यवस्था गरिएको तपस्वी सजीव मानव शरीर हो भनेर ठम्ब्याउन सकिने अवस्था समेत थिएन केही वर्ष अघिसम्म। हो दर्शकवृन्द, बुद्धत्व प्राप्त गर्नका लागि तपस्यामा बसेका बमजनकै कारण यो 5 वर्षमा 4 कोसे झाडी निकै फाडिएको छ। बाराको जंगल फडानी तीव्र भएको छ। बढ्दो तस्करी नियन्त्रणमा बमजनका भक्तजनहरूले चासो पनि दिएका छैनन्। जंगल कब्जा गरेर उनीहरूले तस्करलाई नै पोसिरहेका छन्। कतिपयले त बुद्धको नाममा बुद्धकै अपमान गरेको आरोप पनि लगाएका छन् बमजनमाथि।
निराहार तपस्यामा बसेको भनिए पनि त्यसमाथि पनि सर्वत्र शंका गरिँदैछ। कतिपयले नास्टको नेतृत्वमा बमजनको स्वास्थ्य परीक्षण गर्नुपर्ने आवाज उठाए, तर उनका भक्तजनले स्वास्थ्य परीक्षण गर्न दिएनन्। युवतीका साथ भेटिएको भन्दै प्रहरीले पक्राउको प्रयास पनि गरेको थियो बमजनलाई। त्यसैगरी केही समय पहिला बमजनकै नेतृत्वमा गाउँलेमाथि कुटपिट पनि गरियो। तपस्वीको ध्यान भंग गराएको आरोपमा अन्य जाति र धर्म मान्नेमाथि आक्रमण गरेका थिए। अझ पछिल्लो समय त चेकोस्लोभाकियाकी नागरिक मारिचीलाई कब्जामा लिएर यातना दिने सम्मका काममा रामबहादुर बमजन र उनका समर्थकहरू मुछिएका छन्। यो घटनाले 6 वर्ष अगाडि रामबहादुर बमजनले लिटिल बुद्धका नाममा कमाएको छविलाई नै नामेट पारिदिएको छ र उनी एक अतिवादी र अराजक व्यक्ति रहेको पुष्टि हुँदै आएको छ। उनका अनेकन गैर कानूनी काममा प्रहरी र प्रशासनले समेत आवश्यक कदम चाल्न नसक्नुले बमजन र उनका समर्थकहरूलाई अझ उच्छृङ्खल र कानून विपरीतका कामहरू गर्नका लागि सहयोग पुग्दै आइरहेको छ। हो दर्शकवृन्द, बमजनको तपस्याका नाममा बारा जिल्लाको रतनपुरको जंगल कब्जा भएको छ र तस्करले काठ तस्करी तीव्र पारेका छन्। ध्यान भंग हुने नाममा सुरक्षा गर्न बमजनका भक्तजनले रोकिरहेका छन्। अर्कोतिर उनकै नाममा विदेशी पर्यटकहरूमाथि आक्रमण पनि शुरू भएको छ, जसलाई राज्यले तत्काल नियन्त्रणमा लिनु आवश्यक देखिन्छ। हामी ब्रेकपछि आउँछौं। ब्रेकपछि पुनः स्वागत छ प्राइम स्टोरीमा। रामबहादुर बमजन कुनै दिन मान्छेहरूले उनलाई लिटिल बुद्ध समेत भने, तर अहिले उनी रामबहादुर बमजन एउटा विवादित पात्रका रूपमा कुख्याति कमाइरहेका छन्, जसका नाममा राष्ट्रिय वनको अतिक्रमण मात्र होइन, राज्यका नियम कानूनमाथि निरन्तरको प्रहार समेत भइरहेको छ। कहिले युवतीसँग अंगालो मारिरहेको अवस्थामा राजमार्गबाट पक्राउमा परे तपस्वी बमजन, त कहिले गाउँले कुटेको आरोप समेत लाग्यो उनलाई। उनी तीनै बमजन हुन् जसको नाममा 3 महिनादेखि एक विदेशी महिलालाई बन्धक बनाइएको थियो। जब एउटा व्यक्ति आफूलाई तपस्वी दावी गर्दै जो कोहीलाई बन्धक बनाएर यातना दिने सम्मको दुस्साहस गर्छ भने राज्य कहाँ छ? पछिल्लो घटना मात्र होइन, तपस्वी बमजन हालसम्म कैयौं गैर कानूनी कामहरूसँग जोडिसकेका छन्। सार्वजनिक हुनुपूर्व बमजन 3 वर्षसम्म बाराको रतनपुरी गाविस स्थित हलखोरिया जंगलमा तपस्यामा लीन भएको बताइन्छ। लामो समयपछि बमजन सार्वजनिक हुँदा स्थानीयवासीहरूका लागि मात्रै होइन, देश विदेशमा निकै चर्चाको विषय बनेको थियो। एउटा 16 वर्षीय ठिटो घनघोर जंगलमा र त्यो पनि निराहार अर्थात पानी पनि नखाई व्रत बसेको भन्ने विषय पक्कै पनि रोचक र चासोको विषय थियो, किनकि कुनै पनि प्राणी पानी नखाएर लामो समयसम्म यसरी बाँच्न सम्भव छैन भन्ने विज्ञानको मान्यता हो। बमजनले आधुनिक विज्ञानलाई चुनौती दिने कार्य गरेकाले नै उनी सर्वत्र चासोको पात्र बन्ने गरेका हुन्। बमजन तपस्या बसेको स्थान बाराको रतनपुर स्थित हलखोरिया जंगलमा मानिसहरूको भिड लाग्नुको कारण पनि त्यही मात्रै हो। एउटा अल्लारे ठिटोले आफूलाई यसरी बुद्धको सच्चा भक्त र अनुयायीको रूपमा चित्रण गर्नु आलोचकहरूका लागि एउटा अपत्यारिलो र रोचक प्रसंग हो। निकै कौतूहलताको विषय बन्न पुगेका बमजन र उनको तपस्या सार्थकतो 6 वर्ष बित्नै लाग्दा समेत केही देखिएको छैन। उनका समर्थकहरूले बमजनलाई भगवानको अवतारको रूपमा अर्थ्याउँदै आएका छन् र त्यही अनुरूप प्रचार प्रसार हुँदै आएको छ। त्यही भएर सर्वसाधारणहरूले उनलाई नयाँ बुद्ध अर्थात लिटिल बुद्धको उपमा समेत दिने गरेका छन्। तर उनलाई दिइएको त्यो उपमा र गरिएको चर्चा दिगो रहन्छ कि रहन्न भन्ने सवाल खडा भएको छ। कारण बमजन स्वयं र उनका समर्थकहरूद्वारा पटक पटक प्रदर्शन हुँदै आएको अशोभनीय र अभद्र व्यवहारले गर्दा नै हो। बमजन स्वयं पनि तपस्या स्थलबाट पटक पटक गायब हुने र फेरि सम्पर्कमा आउनु रहस्यमय छ। कुनै बेला उनी मध्यरातमा केटीसँग फेला परेको कुरा पनि निकै आलोचनाको विषय बनिरहेको छ। त्यस्तै बाराको गढीमाई मन्दिरमा दशैंको समयमा हुने पशु बलि रोक्ने वचन दिएका बमजनले त्यो रोक्न नसक्दा पनि आलोचना खेप्नु पर्यो।
बमजन र उनका समर्थकहरूले आफ्नो तपस्या बिथोल्ने कार्य गरेको भन्दै जंगलमा घाँस दाउरा लिन गएका सर्वसाधारणहरूलाई निर्घात कुटपिट र दुर्व्यवहार गरेका घटनाहरू पनि निकै आलोचनाको विषय बने। बाराको रतनपुरी जंगलमा दर्शन गर्न गएका धेरै व्यक्तिहरू उनको अमानवीय व्यवहारको शिकार बनिसकेको आरोप लाग्दै आएको छ। झनै अहिले बमजनका समर्थकहरूले देशी विदेशी केही महिलाहरूलाई अपहरण तथा बन्धक बनाएको आरोप लागेको छ। श्रृंखलाबद्ध रूपमा हुँदै आएका यस्ता हरकतहरूले गर्दा बमजन अहिले आलोचित मात्रै होइन, शंकाको घेरामा समेत तानिएका छन्। हो, बमजनका समर्थकहरूले उनलाई बुद्धको अनुयायी मात्रै होइन, अवतारको रूपमा समेत अर्थ्याउने गरेका छन्। तर दर्शन गर्न गएका सर्वसाधारणदेखि पत्रकारहरूमाथि समेत कुटपिट दुर्व्यवहार हुनुले भने बुद्ध धर्मको उपहास भइरहेको छ। किनकि अहिंसाका पुजारी बुद्धका अनुयायी हौ भन्नेहरूले यस्तो हिंस्रक गतिविधि देखाउनु विरोधाभासपूर्ण हो। मैले हातपात गर्यो, मलाई कुटपिट गरेर मेरो क्यामेरा खोज्न खोज्यो, तर मैले क्यामेरा खोज्न दिन। त्यसपछि अरू लट्टेधेरले चाहिँ आएर चाहिँ कुटपिट गर्दै भिसा ब्याटेरी यहाँबाट निकाल्दैछ, खोजेर आएको रिल पनि तान्यो कि एउटा जर्मनीको नागरिक दोर्जे भन्नेले मेरो ब्याट्री लिएर गयो। त्यसपछि मलाई यता घिसाएर। त्यस्तै बमजनको तपस्याका नाममा बाराको रतनपुरी गाविस स्थित हलखोरिया जंगलको 4 कोसी झाडी कब्जामा लिइनु र विनाश गर्नु पनि स्वीकार्य हुनै सक्दैन। कुनै एकजना व्यक्ति विशेषका लागि जैविक विविधता र प्रकृतिमाथि नै धावा बोल्ने कार्य हुनु खेदजनक छ। यदि दाबी गरिए झैं साँच्चै नै उनी बुद्ध हुन् भने किन घाँस दाउरा गएका सर्वसाधारणहरूलाई निर्घात कुटपिट गरे? किन पत्रकारहरूको क्यामेरा फुटाए? किन स्वदेशी र विदेशी महिलाहरूलाई बन्धक बनाएको आरोप लाग्यो? किन मध्यरातमा केटीसँगै फेला परेको आरोप लाग्यो? यस्ता अनुत्तरित प्रश्नहरूको बमजन र उनका समर्थकहरूले जवाब दिनै पर्छ। अन्यथा एक दिन बमजनको वास्तविक मुकुण्डो उदाङ्गो भएमा भारी मूल्य चुकाउनु पर्ने हुन सक्छ। किनकि लामो समयसम्म आम सर्वसाधारणहरूलाई यसरी झुटको खेती गर्ने अधिकार कसैलाई छैन र दिनु पनि हुन्न। त्यसैले उनको तपस्या खलबलीको बहानाबाजीमा हुँदै आएका अमानवीय कार्य रोकिनै पर्छ। सुरक्षाका नाममा सीमित समुदायबाट हुँदै आएको वन कब्जा बारे राज्य बोल्नै पर्छ। यदि उनी साँच्चीकै बुद्धका अवतार हुन् र असल कामका लागि तपस्या बसेका हुन् भने सत्य तथ्य पत्ता लगाएर उनको सुरक्षा कुनै निश्चित समुदायले होइन, राज्यले गर्नुपर्छ। तर त्यसका लागि स्वयं बमजन र उनका समर्थकहरूबाट प्रदर्शन हुँदै आएका अभद्र र हिंसात्मक व्यवहार तत्काल बन्द हुनै पर्छ। अब सरकारले नियाल्नु आवश्यक छ रामबहादुर बमजनलाई। उनी साँच्चैका तपस्वी हुन् भने उनका लागि राज्यले आश्रम उपलब्ध गराओस्, होइन भने उनका नाममा भएका सबै आतंक बन्द गरिनु पर्दछ। हामी ब्रेकपछि आउँछौं। ब्रेकपछि पुनः स्वागत छ प्राइम स्टोरीमा। तपस्वी रामबहादुर बमजनको छवि ओह्रालो लाग्दैछ। उनका समर्थक भनिएकाहरूले आतंक मचाइरहेका छन्। बुद्धको देश घुम्न आएको एउटा पर्यटकलाई बुद्ध भनिएको मान्छेले यातना दिन्छ भने राज्य किन बुद्धु बनिरहेको छ? तपस्वी रामबहादुर बमजनका नाममा हुने गरेका गैर कानूनी कामहरू के सजायका लागि योग्य छैनन्? अब हरेक नागरिकले प्रश्न गर्नुपर्ने बेला भएको छ। कानूनका नजरमा सबै समान हुन्। जंगलको बीचमा आँखा चिम्लेर बस्दैमा आफूलाई भगवान दाबी गर्नेहरूको आतंकमा अब 21औं शताब्दीको नेपाल अघि बढ्न सक्दैन। त्यसैले बारा जिल्लाको स्थानीय प्रशासन र सिंगो नेपाल सरकारले स्पष्ट पार्नु आवश्यक छ के तपस्वीको नाममा यो देशमा जे पनि गर्न पाइन्छ? यदि पाइँदैन भने राज्यले हिम्मत गर्नुपर्छ दोषीलाई कारवाही गर्न। लिटिल बुद्ध अर्थात तपस्वी रामबहादुर बमजन बारा जिल्लाको रतनपुर गाविस वडा नम्बर 5 भैजोरका स्थानीयवासी हुन्। सामान्य तामाङ परिवारमा जन्मिएका उनको बाल्यकाल पनि सामान्य रूपमै बितेको जानकारहरू बताउँछन्। बाल्यकालदेखि उनको गतिविधि निहाल्दा बमजनमा कुनै त्यस्तो अलौकिक क्षमता र चमत्कार केही देखिएको थिएन। तर आजभन्दा 2500 वर्ष पहिले पश्चिम नेपालको कपिलवस्तुमा मायादेवीको कोखबाट जन्मिएका राजकुमार सिद्धार्थ अर्थात भगवान गौतम बुद्ध र अहिले आफूलाई लिटिल बुद्धको दाबी गर्दै आएका बाराका
यी किशोर अर्थात बमजनकी आमाको नाम भने संयोगले एउटै मिल्न गएको छ, किनकि बमजनकी आमाको नाम पनि माया देवी नै हो। वर्णन गरिए अनुसार सिद्धार्थ गौतम अर्थात बुद्ध 29 वर्षको उमेरमा श्रीमती र छोरा समेतलाई त्याग गरी मध्यरातमा सुटुक्क गृह त्याग गरेका थिए। विलासी तथा राजसी जीवनशैली र हुँदा खाँदाको राजकाज परित्याग गर्दै सिद्धार्थ गौतम त्यसरी निस्कनुको प्रमुख कारण सत्यको खोजी नै थियो, जो उनले कठोर तपस्या पश्चात प्राप्त गरे। उनले प्राप्त गरेको त्यही ज्ञान अर्थात बोधिसत्वबाटै उनी सिद्धार्थ गौतम हुँदै भगवान बुद्धका रूपमा चिनिएका थिए। तर अहिले बाराका रामबहादुर बमजन अर्थात आफूलाई लिटिल बुद्धको उपमा दिने यी किशोरले पहिला 3 वर्षको अवधिमा त्यो ज्ञान प्राप्त गर्ने दाबी गरेका भए पनि अहिलेसम्म दाबी गरे झै त्यो ज्ञान प्राप्त गर्न सकेका छैनन्। तपस्या स्थलमा पुगेका मानिसहरूलाई यदाकदा प्रवचन दिने गरेको भए पनि त्यसमा खासै ज्ञान गुणका कुरा हुँदैनन्। तर उनले जानी नजानी त्यही भगवान गौतम बुद्धको जस्तै शैली भने अपनाएका छन्। पटक पटक तपस्या स्थलबाट गायब भए पनि बमजनले पनि घरको सुखशैल छाडेर किशोर अवस्थामा जंगलको बास रोजेका छन्। पिपल अर्थात रुखको मुनि बसेर तपस्या गर्दै आएका छन्। जुन उद्देश्यले गरिएको भए पनि उनको त्याग र तपस्या चान्चुने छैन। तर 2062 जेठदेखि उनी यसै गरी निराहार तपस्यामा लीन रहेको भन्ने कुरा भने विश्वसनीय छैन, किनकि कुनै पनि जीवित वस्तु खाना र पानी बिना यतिका वर्षसम्म बाँचिरहन सम्भव छँदै छैन। फेरि शान्ति र अहिंसाका पुजारी गौतम बुद्ध भन्दा बमजनको चरित्र ठिक विपरीत र विरोधाभासपूर्ण देखिन्छ, किनकि बमजन र उनका समर्थकहरूले मेलापात गएका सर्वसाधारणदेखि पत्रकारहरूमाथि दुर्व्यवहार र कुटपिट गरेको आरोप खेपेका छन्। मैले हातपात गर्यो, मलाई कुटपिट गरेर मेरो क्यामेरा खोज्यो, तर मैले क्यामेरा खोज्न दिन। त्यसपछि अरू लट्टेधेरले चाहिँ आएर चाहिँ कुटपिट गर्दै भिसा। त्यस्तै पछिल्लो पटक उनी तपस्या बसेको स्थलमा पुगेकी स्लोभाकियाकी नागरिक मारिचीलाई महिनौसम्म बन्धक बनाएको आरोप लागेको छ। ती विदेशी महिला स्वयंले भने आफूलाई उनीहरूले बन्धक नबनाएको प्रहरीलाई बयान दिएको भए पनि त्यसमा पनि अनेक प्रश्न उब्जिएका छन्। कारण यसअघि पनि उनी एक युवतीसँगै मध्यरातमा फेला परेको आरोप लाग्नु नै हो। यस्ता अराजक गतिविधिलाई नियाल्ने हो भने बमजन र उनका समर्थकहरूले दाबी गरे चाहिँ उनी कुनै बुद्धका अनुयायी भन्दा पनि कुनै स्वार्थ पूर्तिका लागि सक्रिय समूह जस्तो मात्रै देखिन्छ। त्यस्तै उनले तपस्या थालेको वन क्षेत्र र त्यसको संरक्षणार्थ ओम नमो बुद्ध तपोवन संरक्षण तथा सम्वर्धन समिति गठन गरिएको भए पनि वन क्षेत्र स्वाहा हुँदै गएको छ। बुद्धत्व प्राप्त गर्नका लागि तपस्यामा बसेका बमजनकै कारण 6 वर्षको अवधिमा 4 कोसे झाडी निकै फाँडिएको छ। तर पनि बढ्दो तस्करी नियन्त्रणमा बमजनका भक्तजनहरूले चासो दिएका छैनन्। अझ भन्ने हो भने जंगल कब्जा गरेर उनीहरूले तस्करलाई नै पोसिरहेका छन्। त्यसैले कतिपयले बुद्धको नाममा बुद्धकै अपमान गरेको आरोप पनि लगाउन थालेका छन्। तपस्वीको ध्यान भंग गराएको आरोपमा अन्य जाति र धर्म मान्यहरूमाथि आक्रमण गर्ने जस्ता घृणित कामहरू पनि भए। त्यसैले बमजनको नियत र तपस्यामाथि आशंका उब्जिएका छन्। साँच्ची नै यदि बमजन सही छन् र उनका समर्थक तथा सुरक्षामा खटिएकाहरूले गल्ती गरेका हुन् भने त्यसको छानबिन गरी दोषीमाथि कारवाही हुनुपर्छ। होइन बमजन नै झुट छन् र उनीबाटै गल्ती भइरहेको हो भने त्यसको पनि छानबिन हुनै पर्छ। यदि विदेशी महिलालाई 3 महिनासम्म बन्धक बनाइएको हो भने बमजनलाई तपस्या स्थल होइन कारागार सुहाउनेछ। तर यदि बमजन सही छन् भने उनका सुरक्षाका लागि कुनै समुदाय र समूह भन्दा पनि राज्य नै जिम्मेवार बन्नुपर्छ। हो दर्शकवृन्द, यदि रामबहादुर बमजन दोषी छैनन् र उनी साँच्चैका तपस्वी हुन् भने राज्यले उनको सुरक्षाको व्यवस्था गर्नुपर्दछ। होइन भने उनका नाममा अन्य नागरिकहरू असुरक्षित हुने क्रम रोकिनु पर्दछ। रामबहादुर बमजनको तपस्या र उनका गैर कानूनी क्रियाकलापको राज्य स्तरबाट न्यायिक छानबिन हुनै पर्दछ। अन्यथा फेरि बमजनका अनुयायी भनिनेहरूले अर्को वितण्ड मचाउन सक्छन्, जसले बुद्ध भूमि नेपाललाई नै कलंकित बनाउन सक्दछ।
सामाजिक उत्तरदायित्व सहितको पत्रकारितामा हामी समर्पित रहिरहनेछौं। प्राइम स्टोरी सम्बन्धी कुनै प्रतिक्रिया भए primestory@himalaytv.com मा इमेल मार्फत पठाउन सक्नुहुनेछ। हाम्रा 12 सहकर्मी भोला पौडेलको सहयोगमा तयार प्राइम स्टोरी आजलाई यति नै। बिदा दिनुहोस्, नमस्ते। Brought to you by Guest Bank. Power to succeed. मात्र लक्ष्मी स्टिलले बन्नेछ सुरक्षित निर्माण। ग्लुकोज होइन, डाबर ग्लुकोज टी, नेपालमा सर्वाधिक बिक्री हुने ग्लुकोज। G Optimus One. Life's good when you have the power to know it all.